नमस्ते हजुरहरू सबैलाई। आज हामी कुरा गर्छौं पुरुषमा देखिने वान अफ द मोस्ट कमन समस्या बारेमा। त्यो भनेको बीपीएच, जसलाई हामी बेनाइन प्रोस्टेटिक हाइपरट्रोफी भनेर चिन्छौं। यसलाई हामी प्रोस्टेट ग्रन्थीको ठूलो भएको अवस्थालाई बुझ्दछौं। माथि फोटोमा देखाइएको चित्र प्रोस्टेटको हो। मैले अघि भने जस्तै यो ग्रन्थी पुरुषमा मात्र पाइन्छ। यो उमेरसँगै बढ्दै जान्छ। यसको नर्मल तौल त 20 ग्राम मात्रै हुन्छ, तर जब यो उमेरसँगै बढ्दै जान्छ तब यसले पेशाबको नलीलाई च्याप्ने गर्दछ, जस कारणले पेशाब सुरु गर्न गाह्रो हुन्छ, पेशाबको धार कमजोर हुन्छ, पेशाब गर्दा रोकी रोकी पेशाब आउने समस्या हुन्छ, बारम्बार पेशाब लागेको जस्तो हुन्छ, विशेष गरी रातिको समयमा। यसलाई हामी मेडिकल टर्ममा नक्च्युरिया भन्छौं। हतार हतारमा पेशाब लागेको फिल हुन्छ, जसलाई हामी मेडिकल टर्ममा अर्जेन्सी भन्छौं। पेशाब रोक्न गाह्रो हुन्छ, पेशाब गरेर भए पनि थोपा थोपा गरी पेशाब लिक हुन्छ, जसलाई हामी अंग्रेजीमा ड्रिपिङ भनेर भन्छौं। राति धेरैपल्ट उठेर पेशाब जानु र पेशाब गरिसकेपछि पनि पुरै पेशाब नगरेको जस्तो अनुभव हुनु। आउनुस् जानौं यसको समाधानको लागि हामीले के गर्नुपर्छ त। एक नम्बरमा छ लाइफस्टाइल मोडिफिकेसन। साँझ भएपछि धेरै पानी नपिउनु होला। क्याफिन र रक्सी धेरै कन्ज्युम गर्नुहुन्छ भने कम गर्नु। पेशाब धेरै बेर रोक्ने बानी त छोड्नु पर्यो हजुरले, र नियमित स्वास्थ्य जाँच गर्नु होला। अब आउनुस् मेडिकल ट्रिटमेन्टमा के गर्नुपर्छ जानौं। एक नम्बरमा छ अल्फा ब्लकर्स। अल्फा ब्लकर्समा हामीले टेम्सोलोसिन, प्राजोसिन जस्ता औषधिहरू खान्छौं। यसले के गर्छ भन्दाखेरि प्रोस्टेट र पेशाब नलीमा हुने जुन मांसपेशीहरू छ नि त्यसलाई रिल्याक्स गर्छ, जसले गर्दा पेशाब इजिली पास हुन सक्छ। 2 नम्बरमा छ 5 अल्फा रिडक्टेज इन्हिबिटर भन्ने औषधिहरू। यसमा पर्छ फिनास्टेराइड, ड्युटेस्टेराइड जस्ता औषधिहरू, जसले प्रोस्टेटको आकारलाई नै घटाउने गर्छ। 3 नम्बरमा छ सर्जिकल ट्रिटमेन्ट। सर्जिकल मेथडमा पहिलो नम्बरमा छ TURP, जसलाई हामी ट्रान्स युरेथ्रल रिसेक्सन अफ प्रोस्टेट भनेर भन्छौं। यो चाहिँ मोस्ट कमन तरिका हो पीपीएच को ट्रिटमेन्टको लागि। अर्कोमा छ लेजर सर्जरी, र कुनै कुनै केसमा जसमा प्रोस्टेट एकदमै ठूलो हुन्छ त्यसमा ओपन प्रोस्टेक्टोमी गरिन्छ। इफ इमर्जेन्सी सिचुएसन छ, लामो बेरसम्म युरिन पास भइरा छैन भने हामीले क्याथेटराइजेसन गरेर पेशाबलाई निकाल्ने गर्दछौं। यी तरिकाहरूले हजुरले आफ्नो प्रोस्टेटको समस्या नियन्त्रणमा ल्याउन सक्नुहुन्छ। हस्त यस्तै राम्रो राम्रो कन्टेन्टको लागि डाक्टर एक्सलाई फलो गर्न नबिर्सनु होला।